हामी दिदी बहिनीहरूको लागि नेपाल राष्ट्र बैंक कुपिला सहकारी संस्था हो भने डिपमाला पनि एउटा ग्लोबल आइएमए बैंक त हो भन्ने मैले दाबी गर्न पनि चाहे। त्यसैले हामी यो बैंक जस्तै स्थापना गरेर हाम्रो एउटा नीति र विधि अनुसार लागिराखेका छौं। म कलाकार रविन्द्र सुनार। तपाई अहिले कहानी अनलाइन टिभी हेर्दै हुनुहुन्छ। यो टिभीलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरेर साथ दिनुहोला। धन्यवाद। यस कुपिला महिला बचत तथा ऋण सहकारी संस्थाको 12औं साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समारोहका सभा अध्यक्षज्यू र आजका गाउँपालिका अध्यक्ष तथा आज कार्यक्रमका प्रमुख अतिथि र हाम्रो वडा अध्यक्ष आजका विशिष्ट अतिथिज्यू र सम्पूर्ण हाम्रा वडा सदस्यज्यूहरू, यहाँ क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा प्रतिनिधिज्यूहरू र विद्यालयका प्रतिनिधि तथा प्रमुखज्यूहरू, विभिन्न सहकारी संस्था, गैर सहकारी संस्था, विभिन्न समूहका सम्पूर्ण अतिथिज्यूहरू र यहाँ यो कुपिला बचत तथा ऋण सहकारी संस्थाका शेयरधनी दिदीबहिनीहरू र यो 75 वर्षदेखि माथिका सम्पूर्ण ज्येष्ठ नागरिक आमा बुवा प्रति दीपमाला महिला बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट र स्वयं मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। यहाँ सायद मलाई लाग्छ आज फरक खालको कार्यक्रम भइराखेको छ। यहाँ यो ज्येष्ठ नागरिक सम्मान कार्यक्रम हुँदै जाँदा मैले केही अगाडि हाम्रो अग्रज व्यक्तित्व मामाले अगाडि आफ्नो कविता सहित म के त हो भन्ने आफ्नो शुभकामना मन्तव्य राखेर जानु भएको छ। त्यसै क्रममा मैले सम्झे मेरो बाजेले 84 पुगेको बड्डाको मुख देखे काशी नगए हुन्छ भन्ने एउटा उखानलाई सम्झेर सायद बुवा आमा नहुने मान्छेहरू मुस्ताङको मुक्तिनाथ गएर दर्शन गर्छन् भने आज यो कुपिला महिला बचत तथा ऋण सहकारी संस्थाले तीर्थ जाने एउटा तीर्थको व्यवस्थापन गरेर यहाँ बुवा आमा हुने त छनै छन्, नहुनेहरूले पनि यस्ता बहु विरुद्ध बुवा आमाको मुख देख्न पाउँदा मुक्तिनाथ गए सर भएको छ भन्ने मलाई लागिराखेको छ। त्यसैले म यहाँ यो कुपिला महिला बचत तथा ऋण सहकारी संस्थाले सायद अलि 2 मिनेट मात्रै समय दिएर यहाँ शुभकामना मन्तव्य भनेर सञ्चालिका ज्यूले भन्नुभएको छ। 2 मिनेटमा नसके पनि मैले क्षमा माग्न चाहन्छु र यहाँ अगाडि आर्थिक प्रतिवेदन र आफ्नो प्रतिवेदन र कार्ययोजना प्रतिवेदन यो संस्था सञ्चालक ज्यू र व्यवस्थापक ज्यूले तपाईँ हाम्रो अगाडि छर्लङ्गै पारेर प्रश्न पारिसक्नु भएको छ। सायद हामीले स्मरण गर्नको निम्ति गरेका कामलाई छर्लङ्गै बिटखिनी गरेर लिखित रूपमा वाचन गरिसक्नु भएको छ र आगामी योजना कोरेर हामीले यो काम गर्नेछौं भनेर यो गरिसक्नु भएको छ। त्यसैले यो 289 जना कोटी शेयर धनीहरूको शेयरले गर्दा सायद यही शेयर धनीको शेयरले हामीलाई 10 लाख भन्दा माथि ब्याज प्राप्त भएको थियो। त्यो ब्याजलाई विभिन्न खर्च विभिन्न शीर्षकमा छुट्याउँदै जाँदा 6,60,68,000 यहाँ खुद नाफा हुन आएको रकमबाट सायद केही सबै रकम खर्च गर्न पाइन्न। एउटा
सामुदायिक संस्थागत विकासको लागि भनेर छुट्याएको एउटा 10-15% रकमलाई यो सहकारी संस्थाका पदाधिकारीहरूले निर्णय गर्नुभयो होला र यो ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ। औरत खटेर यहाँ नोटा तलब नोटा भत्ता यो लगभग 300 करिब 300 जना दिदी बहिनी 200 जना कति यो बाल बचत दैनिक बचतको यहाँ टिप्पणी लेखाजोखा गरेर राखेर यहाँ आज बहु विरुद्ध ज्येष्ठ नागरिक बुवा आमाहरूलाई सम्मान गर्नु भएको छ। त्यसैले उहाँहरूप्रति म मरी धन्यवाद टक्राउन चाहन्छु र अन्यहरू सायद अगाडि लेखा प्रतिवेदनमा आर्थिक प्रतिवेदनमा भन्नुभएको छ 1 करोड 13 लाख भन्दा माथि ऋण लगानी भएको छ। कुपिला महिला बचत तथा ऋण सहकारी संस्था द्वारा यो 1 करोड 13 लाख ऋण हामी सायद करिब 300 जना शेयर सदस्यले योलाई हामी पाउन सञ्चालन गर्न पाइराखेका छौं र कति दुःख छ न तलब न भत्ता। यो दिदी बहिनीहरूले ऋण लगेर यो बेलामा उहाँहरूले निर्धारित समयमा ऋण लैजाने र तिर्ने गर्नुहुनेछ भन्ने कुरा पनि यो जानकारी गर्न चाहे र दुःख नदिनु होला। उहाँहरू यत्रो 15-16 जना दिदी बहिनीहरूले सायद यो 300 करिब 300 जनाको यहाँ बचतलाई पैसालाई हिसाब किताब गर्दा कति औरात खड्डा कति समस्या छ यो समयको उपयोग र पालना गर्नुहुनेछ भन्ने कुरा पनि यहाँ मैले यो जानकारी गराउन चाहे। सायद म पनि कुनै संस्थाको अध्यक्ष भएको नाताले कतिपय दुःख भइराखेको छ, त्यस्तै दुःख नहोस्। दिदी बहिनीहरूले यो हाम्रो संस्थाबाट 1 करोड 13 लाखलाई सञ्चालन गर्दै जाँदा हाम्रो छोराहरू अस्ति भर्खरै एउटा मेरो बहिनीको छोरा सबै सहकारी संस्थाले केही सहयोग ऋण दिएर भर्खर युके पुग्न सफल भएको छ, अमेरिका पुग्न सफल भएका छन्। यो सहकारी संस्था सस्तो ब्याज जम्मा 15% ब्याज लिएर खादी मुलुकमा गएर पैसा कमाउने एउटा अवसर पाएका छन्। त्यसैले यो सायद लाग्छ हामीलाई यो गैरी गाउँ 7 नम्बर वडाको यिनी दुईटा सहकारी संस्था एउटा बैंक हुन्। हाम्रो लागि यो अलि पैसा आर्थिक रूपमा बढी भएको हुनाले हामी दिदी बहिनीहरूको लागि नेपाल राष्ट्र बैंक कुपिला सहकारी संस्था हो भने डिपमालाई पनि एउटा ग्लोबल आइएमए बैंक त हो भन्ने मैले दाबी गर्न पनि चाहे। त्यसैले हामी यो बैंक जस्तै स्थापना गरेर हाम्रो एउटा नीति र विधि अनुसार लाइराखेका छौं। त्यसैले यहाँ हाम्रो आक्रोश आजको प्रमुख अतिथि विशिष्ट अतिथि अगाडि पूर्वकता मित्रहरूले भनिसक्नु भएको छ। सायद दिदी बहिनीहरूले चाहनु भयो भने कोना कण्डेरादेखि को अपाङ्ग छ, को एकल महिला हो, को लक्षित वर्ग हो, को केसको पीडित हो भनेर यो बिनेर एक चामलमा बिहे बिने जस्तो बिन्नु हुने रहेछ भनेर दुईटा सहकारी संस्थाको नाममा कुनै कृषि कार्यक्रम महिला कार्यक्रम यो केही नबिर्सेर यो छुट्याउनु हुनेछ। मनमा लागेको होला अहिले सके डायरीमा लेखेर लग्नुहुन्छ होला भन्ने पनि मैले आशा व्यक्त गर्न चाहे। त्यसैले आज यो कुपिला महिला बचत तथा ऋण सहकारी संस्था भव्य र सभ्य रूपले सफल होस् र यो कुपिला महिला बचत कुपिला फूल झै अगाडि बढिराखोस्। उहाँहरू बहुवृद्ध बुवा आमाको आशिष लागिरहोस्। यो हाम्रो
एउटा उहाँहरूको सम्मानले उहाँहरूको आरो अलि बढेर जाओस् भन्ने कुरा राख्दै मेरो 2 शब्द शुभकामना मन्तव्य यहाँ अन्त्य गरेको जानकारी गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार।